हेलो गाइज, गुड आफ्टरनुन। ल सबैजना सन्चै आरामै हुनुहुन्छ होला। ल स्वागत छ नम्बरगिरी ब्लगमा। हाम्रो चाहिँ आज बिटा छ होइन। अब बिटा लाउनु जानु लाग्यो हामी चाहिँ। यो गह्रो चाहिँ लगाइसकेको छ होइन। अनि यहाँ तिर्पल बोकेर होइन। अब त्यहाँ तल बिटा छ हाम्रो। अब टक्क लाएर उसले झार्ने हो, म अहिले बोक्ने हो। अनि बुवाले बान्नुहुन्छ, बुवाले बान्नुहुन्छ होइन। अनि मम्मीले निन सुर्किनुहुन्छ टक्क लाएर। हामी घरको परिवारले मात्रै बिटा लाउने हो। ल हामी चाहिँ हिँडिसक्यौँ गाइस। अब के गर्नु पर्ने ल गाइस, अब हेर्दै गर्नु होला। ल हामी चाहिँ अब ओर्दिसक्यौँ। बुवाहरू सल्लक्क अगाडि हिँड्नु। भाइ पनि हिँडिसक्यो, म पनि हिँडिसकेँ। म नि यसपाला चाहिँ स्लो मौसममा धान झार्ने हो। ल भिडियो हेर्दै गर्नु होला। अनि लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला, माया गरिदिनु होला हजुरहरूले मलाई, मेरो लाइफलाई होइन। च्यानल मोनिटाइज भएको पनि धेरै भएको छैन, 2-3 दिन भयो होइन। मेरो पहिले मोनिटाइज भएको हुन चाहिँ तर एउटा रिस कन्टेन्ट आएर डिमोनिटाइज भएको थियो। त्यस कारणले अस्तितिर मोनिटाइज पनि भएको छ। गाइज हजुरहरूको सपोर्टले अझै धेरै सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अब धान चाहिँ यही हो गाई चाहिँ लक्क यो मस्त। अब यसलाई बान्ने हो, लाने हो, अनि जाम चुट्ने हो होइन गाइज। फाइनली ल हेर्नु सक्नुहुन्छ। तलतिर पनि त्यहाँनिर हो बिटा लाउनु लाखान होइन सर। अब हामी चाहिँ यो गरामा नि चाहिँ मस्त धान सुट्ने हो ल्याएर। ल गाइस हेर्दै गर्नु होला होइन। म देखाइराख्छु, हेरिरहन्छु। गाइस फाइनली हामी चाहिँ अब यहाँनिर खलो बनाउँदैछौँ तिर्पल छ्याएर होइन। हेर्नु सक्नुहुन्छ यहाँभरि पुरै धान थियो। कोही उता लगेर अनि कोही यसरी यता ल्याएर थपारेर होइन। भरे पनि घाम मस्त चर्किरहेछ, गर्मी भइरहेछ गाइस। ल हेर्नु सक्नुहुन्छ खलो बनाइरहेछ हामी चाहिँ जस्तो मौसममा। हेर्दै गर्नु होला है। ल गाइस सबैकै हाम्रो यो चाहिँ ओछ्याइसक्यो है। ओछ्याइसक्यो। अब आफ्नो ड्युटीमा लाग्ने सर ल। अब आफ्नो ड्युटीमा लाग्ने। ल गाइस हेर्दै गर्नु होला। ल गाइस धान झार्न सुरु भइसक्यो यहाँनिर हेर्नु सक्नुहुन्छ। अब म बोक्ने हो, यसले झार्ने हो, बाउले बान्नुहुन्छ च्याप्प लाएर, मम्मीले निन सुर्किने। सर्लक्क भयो हामी मिलेर काम गर्छौँ। तपाईँहरू हेर्दै गर्नु होला। ल गाइस अब हाम्रो चाहिँ ड्युटी सुरु भयो। ल हजुरहरू हेर्दै गर्नु होला। म लाएर होइन सर्लक्क हेर्दै गर्नु होला। खै त मम्मी निन सुर्किनु मन लाग्नुभयो। हजुर मेरो मम्मी हो। मम्मी हेलो भनिदिनु। धान बान्दै हुनुहुन्छ होइन। कोरियन भाषा बोलिरहेछ उसले चाहिँ होइन। मेरो भाइ चाहिँ कोरिया जाने हो नि त यो। अब त्यही भएर कोरियन भाषा बोलिरहेछ होइन। ल हेर्दै गर्नु होला। हेर्नु सर्सिन र पसिन हुँदाले बोकिरहेको छु यहाँ मैले। अहिले चुटिरहेको छु। ल हेर्नु यति चुटिसक्यो। पसिन र पसिन भएको छ। बान्ने सुर्की थिएँ नि मजा आउँछ। ल हेर्दै गर्नु होला गाइज। गाह्रो छ के गर्नु। गाइज हामी चाहिँ अब अन्तिम चरणमा पुग्यौँ। अहिले सबै खाली भइसक्यो। तलतिर धानको रासिन यत्रो भइसक्यो। अहिले कुदिरहेछ, म बोकिरहेको छु। गाह्रो भइरहेछ गाइज। अब त्यो दुईवटा आँटा रहेछ। अब लगभग 5 बजीसम्म म चाहिँ सिद्धिन्छ होला बेलुकाको। ल गाइस ल हेर्दै गर्नु होला। म बोक्दैछु है। के गर्नु
झारो छ ल ल फाइनली गाइज हामीले चाहिँ झारेर नि सिधै आयौँ सबै उठायौँ होइन है खाली नाङ्गे बनाइसक्यो यता त अब पाकेकै थिएन काँचै छ है सबै उठाइसक्यो अब यहाँ 1-2 मुठा बाँकी छ है झार्दैछौँ अब यत्रो बित्ति फलेछ है गाइज हामी 4जनाले लायौँ आज बिटा ल हेर्दै गर्नु होला अब कति बोरा हुन्छ भर्छौँ एकछिनमा ल भिडियोलाई हेर्दै गर्नु होला ल गाइज यहाँ चाहिँ हाम्रो धान बटाउने धमाधम सुरु भइरहेछ अब चाहिँ धान बटाउन लाग्छौँ अब बटाएर भुस जति सब उडाएर अनि धानको चामल भएको चाहिँ टक्क रासमा थुपार्ने हो त्यहाँ हेर्न सक्नुहुन्छ गाइज ल हेर्दै गर्नु होला मस्त धान बटाउने कार्यक्रम भइरहेछ भाइले बताइरहेछ धान मस्त हेर्न सक्नुहुन्छ यसरी ल गाइस अब चाहिँ हाम्रो धान रेडी भइसक्यो अब बोरामा हालेर अब लाने तयारी हेर्न सक्नुहुन्छ यति झारेछ हामीले दिनभरिमा